नमस्कार दर्शकवृन्द। आज मिति 2083 साल वैशाख महिनाको 23 गते बुधबार। आजको दिनले तपाईको जीवनमा के संकेत ल्याउँदैछ आजको राशिफल मार्फत जान्नेछौँ। कृपया आफ्नो राशि ध्यानपूर्वक सुन्नुहोला र दैनिक राशिफल सुन्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आउनुहोस् सुरु गरौँ आजको पहिलो राशिफलबाट। मेष राशि। मेष राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि साहसलाई रणनीतिसँग जोड्ने महत्त्वपूर्ण समय बन्ने संकेत देखिन्छ। मंगल ग्रहको प्रभावले तपाईभित्र ऊर्जा, आत्मविश्वास र अगाडि बढ्ने चाहना प्रबल हुनेछ। तर आज केवल जोशले होइन, होसका साथ निर्णय लिनु आवश्यक देखिन्छ। मनमा नयाँ योजना र लक्ष्यहरू आउन सक्छन्, तर तिनीहरूलाई प्राथमिकता अनुसार क्रमबद्ध गर्नु नै सफलताको आधार बन्नेछ। आज तपाईले लिएको एउटा स्पष्ट निर्णयले आगामी दिनमा नयाँ ढोका खोल्न सक्छ। कार्यक्षेत्रतर्फ आज तपाईलाई नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ। तपाईको सक्रियता र आत्मविश्वासले अरूलाई प्रभावित पार्नेछ, तर सहकर्मीहरूसँग समन्वय राख्नुभयो भने काम अझ सहज रूपमा सम्पन्न हुनेछ। प्रतिस्पर्धामा तपाई अगाडि देखिनुहुनेछ, तर धैर्य कायम राख्नु आवश्यक हुनेछ। आर्थिक पक्षमा आज सावधानी अपनाउनु आवश्यक छ। आम्दानी ठिकै भए पनि अनियन्त्रित खर्चले सन्तुलन बिगार्न सक्छ। विशेष गरी आवेगमा आएर गरिएको खर्चबाट टाढा रहनु राम्रो हुनेछ। पारिवारिक जीवनमा सानो मतभेद आउन सक्छ। तपाईको बोली र व्यवहारमा नरमपन राख्नुभयो भने सम्बन्धमा मधुरता कायम रहनेछ। प्रेम तथा वैवाहिक जीवनमा समय र समझदारीले सम्बन्धलाई अझ बलियो बनाउनेछ। स्वास्थ्यतर्फ टाउको दुखाइ, थकान वा शरीरमा तातोपन महसुस हुन सक्ने भएकाले पर्याप्त पानी पिउनु र विश्राम गर्नु आवश्यक हुनेछ। आजको सन्देश: जोशलाई होससँग मिलाउनु भयो भने सफलता निश्चित हुन्छ। शुभ अङ्क 6, शुभ रङ्ग रातो। वृष राशि। वृष राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि स्थिरताभित्र अवसर पहिचान गर्ने समय बन्ने संकेत देखिन्छ। शुक्र ग्रहको प्रभावले तपाईको मनलाई शान्त र सन्तुलित बनाउनेछ। तपाई हतार नगरी आफ्नो गतिमा अघि बढ्न चाहनुहुनेछ र यही दृष्टिकोणले तपाईलाई दीर्घकालीन लाभ दिलाउनेछ। आज सानो प्रगति पनि महत्त्वपूर्ण हुनेछ। कार्यक्षेत्रतर्फ आज तपाईले गरेको मेहनतले बिस्तारै परिणाम दिन सुरु गर्नेछ। तुरुन्तै ठूलो सफलता नदेखिए पनि तपाईले बनाएको आधार भविष्यका लागि बलियो हुनेछ। सहकर्मीहरूसँग सहयोगी वातावरण रहनेछ। आर्थिक पक्षमा सामान्य स्थिरता रहनेछ। आम्दानी ठिकै रहनेछ, तर विलासिता वा आराममा खर्च बढ्न सक्छ। त्यसैले आवश्यक र अनावश्यक खर्च छुट्याएर अघि बढ्नु आवश्यक हुनेछ। पारिवारिक जीवनमा शान्त र आत्मीय वातावरण रहनेछ। परिवारसँग बिताएको समयले मनमा सन्तोष ल्याउनेछ। प्रेम तथा वैवाहिक जीवनमा सम्बन्ध अझ सुदृढ बन्ने संकेत देखिन्छ। स्वास्थ्यतर्फ पाचन प्रणाली, घाँटी वा शरीरमा भारीपन महसुस हुन सक्ने भएकाले सन्तुलित आहार र नियमित दिनचर्या अपनाउनु राम्रो हुनेछ। आजको सन्देश: बिस्तारै हिँड्दा पनि गन्तव्य नजिक पुगिन्छ। शुभ अङ्क 6, शुभ रङ्ग हरियो। मिथुन राशि। मिथुन राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि विचारलाई कार्यमा रूपान्तरण गर्ने अवसर दिने समय बन्नेछ। बुध ग्रहको प्रभावले तपाईको बुद्धि, बाणी र विश्लेषण क्षमता अत्यन्त प्रखर बनाउनेछ। नयाँ विचार आउनेछन्। नयाँ मानिसहरूसँग सम्पर्क बढ्नेछ, तर धेरै विकल्पका कारण निर्णयमा अन्यल आउन सक्छ। त्यसैले आज एकाग्रता र स्पष्टता अत्यन्त आवश्यक हुनेछ। कार्यक्षेत्रतर्फ आज तपाईको संवाद क्षमता नै तपाईको सबैभन्दा ठूलो शक्ति बन्नेछ। कुनै महत्त्वपूर्ण छलफल, प्रस्तुतिकरण वा सम्झौतामा तपाईको भूमिका निर्णायक बन्न सक्छ। सञ्चार, व्यापार, मिडिया वा शिक्षण क्षेत्रमा लागेकाहरूका लागि विशेष सफलता प्राप्त हुने संकेत देखिन्छ। आर्थिक पक्षमा सुधारको संकेत देखिन्छ। नयाँ आम्दानीको स्रोत देखा पर्न सक्छ, तर लगानी गर्दा सोचेर मात्र निर्णय लिनु आवश्यक हुनेछ। पारिवारिक जीवनमा चहल पहल रहनेछ। साथीभाइ वा आफन्तसँग भेटघाटले मन प्रसन्न बनाउनेछ। प्रेम तथा वैवाहिक जीवनमा संवाद र विश्वासले सम्बन्धलाई अझ मजबुत बनाउनेछ। स्वास्थ्यतर्फ मानसिक व्यस्तता, अनिन्द्रा वा थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम र समय व्यवस्थापन आवश्यक हुनेछ। आजको सन्देश: सही निर्णयले नै धेरै विकल्पमध्ये तपाईलाई सफलतामा पुर्याउँछ। शुभ अङ्क 5, शुभ रङ्ग पहेँलो।
कर्कट राशि। कर्कट राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि भावनालाई शक्ति बनाउने समय बन्ने सङ्केत देखिन्छ। चन्द्रमाको प्रभावले तपाईँको मन संवेदनशील, गहिरो र ग्रहणशील बन्नेछ। तपाईँ अरूको कुरा सजिलै बुझ्न सक्नुहुनेछ, तर आफ्नै मनभित्र उठ्ने उतार चढावलाई सम्हाल्न आवश्यक हुनेछ। आज भावनामा बहनुभन्दा त्यसलाई सही दिशामा प्रयोग गर्न सक्नुभयो भने राम्रो परिणाम पाउनुहुनेछ। कार्यक्षेत्रतर्फ आज धैर्य र संयम आवश्यक हुनेछ। काममा केही ढिलाइ वा अवरोध देखिन सक्छ, तर तपाईँको शान्त स्वभावले समस्या समाधान गर्न मद्दत गर्नेछ। सहकर्मीहरूसँग राम्रो तालमेल राख्नुभयो भने काम सहज हुनेछ। आर्थिक पक्षमा सामान्य स्थिति रहनेछ। आम्दानी ठिकै भए पनि घर परिवार वा आवश्यकतामा खर्च बढ्न सक्छ, त्यसैले खर्चमा सन्तुलन राख्नु आवश्यक हुनेछ। पारिवारिक जीवनमा आत्मीयता र माया बढ्नेछ। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। प्रेम तथा वैवाहिक जीवनमा भावनात्मक नजिकोपन बढ्ने सङ्केत देखिन्छ। स्वास्थ्यतर्फ पेट, छाती वा मानसिक तनावसँग सम्बन्धित समस्या देखिन सक्ने भएकाले ध्यान, योग र सन्तुलित आहार आवश्यक हुनेछ। आजको सन्देश: आफ्नो भावनालाई नियन्त्रण गर्नुभयो भने सफलता सजिलै प्राप्त हुन्छ। शुभ अङ्क 2, शुभ रङ्ग सेतो। सिंह राशि। सिंह राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि आत्मविश्वासलाई उपलब्धिमा रूपान्तरण गर्ने समय बन्ने सङ्केत देखिन्छ। सूर्य ग्रहको प्रभावले तपाईँको ऊर्जा, नेतृत्व क्षमता र आत्मबल बढाउनेछ। तपाईँले आज लिएको पहलले ठूलो परिणाम दिन सक्छ, तर अत्यधिक आत्मविश्वासले कहिलेकाहीँ अहङ्कारको रूप लिन सक्छ, त्यसैले नम्रता पनि आवश्यक हुनेछ। कार्यक्षेत्रतर्फ आज तपाईँलाई नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुन सक्छ। तपाईँको कामको प्रशंसा हुने सम्भावना छ। सहकर्मीहरूसँग सहकार्य राख्नुभयो भने अझ राम्रो सफलता प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधारको सङ्केत देखिन्छ। आम्दानी राम्रो रहनेछ, तर देखावटी खर्चबाट टाढा रहनु राम्रो हुनेछ। पारिवारिक जीवनमा सानो मतभेद आउन सक्छ, तर तपाईँको समझदारीले वातावरण शान्त बनाउन सक्छ। प्रेम तथा वैवाहिक जीवनमा विश्वास र सम्मान आवश्यक हुनेछ। स्वास्थ्यतर्फ टाउको दुखाइ, आँखाको समस्या वा थकान महसुस हुन सक्ने भएकाले विश्राम आवश्यक हुनेछ। आजको सन्देश: आत्मविश्वाससँगै विनम्रता राख्नुभयो भने सफलता दिगो हुन्छ। शुभ अङ्क 1, शुभ रङ्ग सुन्तला। कन्या राशि। कन्या राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि सुधार र योजनालाई सफलतामा बदल्ने समय बन्ने सङ्केत देखिन्छ। बुध ग्रहको प्रभावले तपाईँको सोच, विश्लेषण क्षमता र कार्यशैलीलाई अझ प्रभावकारी बनाउनेछ। तपाईँ सानो सानो कुरामा ध्यान दिने स्वभावका हुनुहुन्छ र आज यही गुणले तपाईँले अरूभन्दा अगाडि ल्याउनेछ। कार्यक्षेत्रतर्फ आज अधुरो काम पूरा गर्ने राम्रो अवसर मिल्नेछ। तपाईँको मेहनत र लगनले वरिष्ठ व्यक्तिहरूलाई प्रभावित पार्नेछ। योजनाबद्ध रूपमा अघि बढ्नुभयो भने उत्कृष्ट परिणाम प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधारको सङ्केत देखिन्छ। रोकिएको धन प्राप्त हुन सक्छ, तर अत्यधिक सोचका कारण निर्णय ढिलो हुन सक्ने भएकाले सन्तुलन आवश्यक हुनेछ। पारिवारिक जीवनमा सन्तुलित वातावरण रहनेछ। परिवारसँग महत्त्वपूर्ण विषयमा छलफल हुन सक्छ। प्रेम तथा वैवाहिक जीवनमा स्पष्टता र विश्वासले सम्बन्धलाई अझ सुदृढ बनाउनेछ। स्वास्थ्यतर्फ पाचन प्रणाली, छाला वा नशा सम्बन्धी समस्या देखिन सक्ने भएकाले नियमित दिनचर्या र सन्तुलित आहार आवश्यक हुनेछ। आजको सन्देश: सानो सुधारले ठूलो उपलब्धि दिलाउँछ। शुभ अङ्क 5, शुभ रङ हरियो। तुला राशि। तुला राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि सन्तुलनलाई निर्णयमा बदल्ने समय बन्ने सङ्केत देखिन्छ। शुक्र ग्रहको प्रभावले तपाईँको मनलाई सौम्य र आकर्षक बनाउनेछ, तर चन्द्रमाको चालले केही विषयमा दुविधा ल्याउन सक्छ। तपाईँ सबैलाई खुसी राख्न चाहनुहुन्छ, तर आज आफ्नै प्राथमिकता स्पष्ट गर्नु आवश्यक हुनेछ। सही निर्णय लिन सक्नुभयो भने दिन निकै फलदायी बन्न सक्छ। कार्यक्षेत्रतर्फ आज सहकार्य र कूटनीतिक व्यवहारले सफलता दिलाउनेछ। अड्किएका कामहरू अघि बढ्ने सङ्केत देखिन्छ। तपाईँको प्रस्तुतिकरणले अरूलाई प्रभावित पार्नेछ।
आर्थिक पक्षमा सामान्य स्थिति रहनेछ। आम्दानी ठिकै भए पनि शौखिनता वा विलासितामा खर्च बढ्न सक्छ, त्यसैले खर्चमा नियन्त्रण आवश्यक हुनेछ। पारिवारिक जीवनमा सन्तुलन कायम राख्नुपर्ने देखिन्छ। सानो विषयमा पनि धेरै सोच्ने बानीले तनाव ल्याउन सक्छ। प्रेम तथा वैवाहिक जीवनमा संवादले सम्बन्धलाई बलियो बनाउनेछ। स्वास्थ्यतर्फ कम्मर, ढाड वा शरीरमा थकान महसुस हुन सक्ने भएकाले आराम र हलुका व्यायाम आवश्यक हुनेछ। आजको सन्देश सन्तुलनसँगै स्पष्ट निर्णय लिनु नै सफलताको कुञ्जी हो। शुभ अङ्क 6, शुभ रङ्ग आकाशे नीलो। वृश्चिक राशि। वृश्चिक राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि भित्री शक्तिलाई सही दिशामा प्रयोग गर्ने समय बन्ने सङ्केत देखिन्छ। मङ्गल ग्रहको प्रभावले तपाईलाई साहसी, दृढ र केन्द्रित बनाउनेछ। तपाईँ कुनै पनि विषयलाई गहिरो रूपमा बुझ्न सक्नुहुनेछ, जसले तपाईलाई अरूभन्दा फरक बनाउनेछ। तर अत्याधिक भावनात्मक प्रतिक्रिया दिनुभन्दा संयम अपनाउनु आवश्यक हुनेछ। कार्यक्षेत्रतर्फ आज चुनौती आउन सक्छ, तर तपाईँ त्यसलाई अवसरमा बदल्न सक्षम हुनुहुनेछ। प्रतिस्पर्धामा तपाईँ अगाडि देखिनुहुनेछ। गोप्य रूपमा बनाएका योजना सफल हुने सम्भावना छ। आर्थिक पक्षमा सावधानी आवश्यक छ। आम्दानी भए पनि खर्च बढ्न सक्छ। विशेष गरी आवेगमा आएर खर्च नगर्नु राम्रो हुनेछ। पारिवारिक जीवनमा सानो तनाव देखिन सक्छ। तपाईको व्यवहारमा नरमपन राख्नुभयो भने सम्बन्ध सहज हुनेछ। प्रेम तथा वैवाहिक जीवनमा सम्बन्ध अझ गहिरो बन्ने सङ्केत देखिन्छ। स्वास्थ्यतर्फ तनाव, रक्तचाप वा थकान महसुस हुन सक्ने भएकाले ध्यान र विश्राम आवश्यक हुनेछ। आजको सन्देश आत्मनियन्त्रणले नै तपाईलाई सशक्त बनाउँछ। शुभ अङ्क 8, शुभ रङ्ग गाढा रातो। धनु राशि। धनु राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि अवसरलाई पहिचान गरेर अघि बढ्ने समय बन्ने सङ्केत देखिन्छ। बृहस्पति ग्रहको प्रभावले तपाईको सोचमा सकारात्मकता, विस्तार र आत्मविश्वास ल्याउनेछ। तपाईँ नयाँ कुरा सिक्न र नयाँ दिशातर्फ अघि बढ्न उत्साहित हुनुहुनेछ। आज तपाईको दृष्टिकोण नै तपाईको सबैभन्दा ठूलो शक्ति बन्नेछ। कार्यक्षेत्रतर्फ आज नयाँ अवसर प्राप्त हुन सक्छ। अध्ययन, यात्रा वा नयाँ योजनासँग सम्बन्धित काममा प्रगति हुने सङ्केत देखिन्छ। वरिष्ठ व्यक्तिहरूबाट सहयोग प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधारको सङ्केत देखिन्छ। नयाँ आम्दानीको स्रोत देखा पर्न सक्छ, तर अत्याधिक उत्साहमा जोखिमपूर्ण निर्णय लिनु उपयुक्त नहुन सक्छ। पारिवारिक जीवनमा सकारात्मक वातावरण रहनेछ। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। प्रेम तथा वैवाहिक जीवनमा विश्वास र आत्मीयता बढ्नेछ। स्वास्थ्यतर्फ व्यस्तताका कारण थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम आवश्यक हुनेछ। आजको सन्देश सकारात्मक सोच र सही दिशा नै सफलताको आधार हो। शुभ अङ्क 3, शुभ रङ्ग रातो। मकर राशि। मकर राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि परिश्रमलाई उपलब्धिमा बदल्ने समय बन्ने सङ्केत देखिन्छ। शनि ग्रहको प्रभावले तपाईलाई अनुशासित, जिम्मेवार र लक्ष्यप्रति केन्द्रित बनाउनेछ। तपाईँ बिस्तारै तर निश्चित रूपमा अघि बढ्ने स्वभावका हुनुहुन्छ र आज यही गुणले तपाईलाई सफलता नजिक पुर्याउनेछ। कुनै काम ढिलो भए पनि निराश नहुनुहोस्, किनकि आजको मेहनतले भविष्यमा ठूलो फल दिनेछ। कार्यक्षेत्रतर्फ आज जिम्मेवारी बढ्न सक्छ। तपाईलाई नयाँ काम वा चुनौती दिइन सक्छ, जसले तपाईको क्षमताको परीक्षा लिनेछ। धैर्य र योजना अनुसार अघि बढ्नुभयो भने राम्रो परिणाम आउनेछ। वरिष्ठ व्यक्तिहरूबाट विश्वास प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सामान्य स्थिरता रहनेछ। आम्दानी ठिकै भए पनि पारिवारिक वा आवश्यक खर्च बढ्न सक्छ, त्यसैले खर्चमा योजना बनाएर अघि बढ्नु आवश्यक हुनेछ। पारिवारिक जीवनमा जिम्मेवारी बढ्ने सङ्केत देखिन्छ। परिवारसँग गम्भीर विषयमा छलफल हुन सक्छ। प्रेम तथा वैवाहिक जीवनमा धैर्य र समझदारी आवश्यक हुनेछ। स्वास्थ्यतर्फ जोर्नी, हड्डी वा कम्मर दुख्ने समस्या देखिन सक्ने भएकाले हल्का व्यायाम र पर्याप्त विश्राम आवश्यक हुनेछ। आजको सन्देश निरन्तर प्रयासले नै स्थायी सफलता दिलाउँछ। शुभ अङ्क 8, शुभ रङ्ग खैरो। कुम्भ राशि।
कुम्भ राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि नयाँ सोचलाई अवसरमा बदल्ने समय बन्ने सङ्केत देखिन्छ। शनि ग्रह र राहुको प्रभावले तपाईँको विचारमा नवीनता र फरक दृष्टिकोण ल्याउनेछ। तपाईँ परम्परागत सीमाभन्दा बाहिर सोच्न प्रेरित हुनुहुनेछ। आज तपाईँले गरेको सानो परिवर्तनले पनि भविष्यमा ठूलो उपलब्धि दिन सक्छ। कार्यक्षेत्रतर्फ आज तपाईँको आइडिया र प्रस्तुतिकरणले अरूलाई प्रभावित पार्नेछ। नयाँ योजना सुरु गर्ने वा सृजनात्मक काममा लाग्ने राम्रो समय देखिन्छ। टोलीसँग मिलेर काम गर्दा सफलता अझ बढ्नेछ। आर्थिक पक्षमा सानो सुधार देखिन्छ। नयाँ आम्दानीको स्रोत देखा पर्न सक्छ, तर हतारमा लगानी नगर्नु राम्रो हुनेछ। पारिवारिक जीवनमा कहिलेकाहीँ विचार फरक पर्न सक्छ, तर खुला संवादले सम्बन्धलाई सहज बनाउनेछ। प्रेम तथा वैवाहिक जीवनमा मित्रता र आत्मीयता बढ्नेछ। स्वास्थ्यतर्फ मानसिक थकान, अनिन्द्रा वा ध्यान केन्द्रित गर्न कठिनाई महसुस हुन सक्ने भएकाले ध्यान, योग र विश्राम आवश्यक हुनेछ। आजको सन्देश: फरक सोच नै तपाईँको वास्तविक शक्ति हो। शुभ अङ्क 4, शुभ रङ्ग नीलो। मीन राशि। मीन राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि अन्तर्ज्ञानलाई मार्गदर्शक बनाउने समय बन्ने सङ्केत देखिन्छ। बृहस्पति ग्रहको प्रभावले तपाईँको मनमा आध्यात्मिकता, करुणा र गहिरो सोच बढाउनेछ। तपाईँको भित्री आवाज आज निकै बलियो हुनेछ, जसले तपाईँलाई सही निर्णय लिन सहयोग गर्नेछ। आफ्नो मनको सङ्केतलाई बेवास्ता नगर्नुहोस्। कार्यक्षेत्रतर्फ आज सृजनात्मक काममा प्रगति हुने सङ्केत देखिन्छ। कला, सङ्गीत, लेखन वा सेवामूलक क्षेत्रमा लागेकाहरूका लागि विशेष अवसर प्राप्त हुन सक्छ। अड्किएका कामहरू पुनः अघि बढ्ने सम्भावना छ। आर्थिक पक्षमा सामान्य सुधार देखिन्छ। सानो लाभ प्राप्त हुन सक्छ, तर भावनामा आएर खर्च गर्ने बानीबाट बच्नु आवश्यक हुनेछ। पारिवारिक जीवनमा आत्मीयता र माया बढ्नेछ। परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ। प्रेम तथा वैवाहिक जीवनमा सम्बन्ध अझ गहिरो बन्ने सङ्केत देखिन्छ। स्वास्थ्यतर्फ मानसिक थकान, निन्द्रा समस्या वा कमजोरी महसुस हुन सक्ने भएकाले ध्यान, योग र पर्याप्त विश्राम आवश्यक हुनेछ। आजको सन्देश: आफ्नो अन्तर्ज्ञानलाई विश्वास गर्नुभयो भने सही बाटो आफै खुल्छ। शुभ अङ्क 7, शुभ रङ्ग हलुका नीलो। यसैसँग आजको सम्पूर्ण राशिफल यही समाप्त हुन्छ। यदि तपाईँलाई आजको राशिफल राम्रो लाग्यो भने लाइक र शेयर गर्न नभुल्नुहोला। दैनिक राशिफल सुन्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।